हेलो वेलकम ब्याक टु माई साथीहरू। धेरै दिनपछिको मेरो अर्को नयाँ भिडियोमा स्वागत छ। अनि हजुरहरूको तर्फबाट मेरो लागि नमस्ते। ओ अलग ही लेवल का बंदा था। अनि के छ अनि सन्चै आर्मी हुनुहुन्छ होला। म त एकदम ठिकठाक छु। अनि आज चाहिँ म जाँदैछु ट्रायल सिकाउन भाइलाई उता रङ्गशाला। अनि उसको भोलि चाहिँ उस अरे ट्रायल छ अरे, त्यही भएर जाँदै हो। ल ठिक छ, अब चाहिँ अब रुमदेखि निस्किने कस्तो हुन्छ हेर्दै गरौँ। ल जानुपर्ने हुन्छ साइकलमा, म पछाडि बस्छु। अनि फोन पनि छोपिदिनु पऱ्यो रे। ल यसरी चढिन्छ होइन। अहिले चाहिँ रुमदेखि निस्किसकेको होइन। अब बाटो हेर्दै गरौँ कस्तो हुन्छ। म भने बाटोमा छुर्पी खाँदै हिँडिरहेको छु मस्तले। यहाँदेखि जानुपर्छ हामी राइट। बाटोको भ्यू भने यस्तै छ, राम्रो छ। अनि चाहिँ अहिले म पुगिसकेँ नजिकै। ट्रायल सेन्टर पनि यस्तो छ। ल साथीहरू, अहिले चाहिँ म टक्क यहाँ आइसकेको। अनि बाइक पनि मिलिसक्यो। अनि कुरो यताउति भयो। अब चाहिँ सिक्नु पर्ने हुन्छ होइन। ल एकचोटि हामी बाहिर जानेछौँ सिक्नु, अनि फेरि यहाँ भित्र सिक्नेछौँ कस्तो हुन्छ हेर्दै। ल साथीहरू, अहिले चाहिँ म रङ्गशालाभित्र पस्नु लागेको। यो हो रङ्गशाला गेट। म चाहिँ यहाँ छिर्नु पर्ने हुन्छ होइन। ल चौर भने एकदम मजाको छ। बाइक चाहिँ हो, ल यही सिक्ने हो। बाइक भोकाएको रहेछ, भात खुवाइयो बाइकलाई। कान्छाले चाहिँ राम्रै हानिरहेछ ट्रायल चाहिँ। अब भोलि कस्तो हान्छ भन्ने हो। आज चाहिँ राम्रो हानिरहेछ, कुनै पनि गडबड बिना यता कटायो। अरू त सब ठिक छ। ल राम्रो छ। अहिले चाहिँ हामीले भित्र सकिसक्यौँ। अनि यहाँ बाहिर ग्राउन्डमा अब चाहिँ माथि राउन्ड हान्न जाने। अब कस्तो हुन्छ होइन फाइनल राउन्ड। यताको त राम्रै भइरहेछ। अब माथि जाने है। ल यहाँ पनि केटाले राम्रै हानिरहेछ। यताउति टोली सोली केही पनि छैन, सही भइरहेछ चाहिँ। अब उता कस्तो हुन्छ, यता पनि ठिकै भयो। ल केटाले यहाँ चाहिँ बिगाऱ्यो है एकचोटि। ल साथीहरू, फाइनली चाहिँ अहिले हामी निस्किसक्यौँ यहाँबाट। अलिअलि भयो सिकेँ। ल साथीहरू, अहिले चाहिँ हामी अब सिधै रङ्गशालादेखि घरसम्म जान्छौँ होइन। आज त्यस्तै भयो, अलिअलि सिकेँ भयो। अब भोलिको ट्रायल कस्तो दिन्छ अहिले थाहा छैन। ल कस्तो। ल साथीहरू, अहिले चाहिँ म घर आइसकेको होइन। यस्तै भयो आज चाहिँ। ल हस्, धन्यवाद हेरिदिनु भयो। ल बाई बाई।